Hi guys, welcome back to my channel. It's me Diksha Koirala. घुम्न जानलाई चाहिँ पिम्पलमा आउने त कुरै भएन। अब मैले घरबाट खिच्दै निस्किनु चाहिँ त्यस्तै हो यो जुनीमा। हामी चाहिँ ठुलमम्मीहरूलाई पिक गर्यौं। ठुलमम्मीको साथीको घर नजिकै रहेछ, त्यही भएर उहाँले हामीले ड्रप गर्छौं। त्यसपछि हामी आज जान लागेको चाहिँ एङ्जाकोट। लेट्स गो। Lights, camera, action. बाटो चाहिँ हामी सिक्लेस गएको बाटो नै रहेछ, सेम बाटो, बट उताबाट सिक्लेस, यताबाट जाने हामी चाहिँ एङ्जाकोट। यो चाहिँ तरबुजा फार्म हो है गाइस। तरबुजा यति धेरै तरबुजा। I used to believe we were burning on the edge of something beautiful, selling a dream, smoking mirrors keep us waiting on a miracle. Say go through the darkest of days, having to heartbreak away, never let you go. बाटो चाहिँ राम्रै थियो, तर कुनै ठाउँमा चाहिँ लास्टै ठुलो खाल्टोहरू अनि ढुङ्गा थियो। यहाँ चाहिँ हामी गाडीबाट झर्यौं। यस्तो खतरा भ्यू हेर्नको लागि हामी चाहिँ लास्टै हाइटमा थियौं, लास्टै नै। अनि बादल देखिरहेको थियो पुरै, यति धेरै हाइट। उहाँ म्यामहरू चाहिँ फोटो खिच्न रेडी भएर पोज दिनलाई बस्नु भएको रहेछ यसरी टक्क लाएर। यहाँबाट माथि चाहिँ गाडी नजाँदो रहेछ, त्यही भएर हामीले गाडीलाई पार्क गर्यौं अनि हामी हिँड्न लाग्यौं। हामी जाने चाहिँ उहाँ माथि हो। पोखराको नजिकै घुम्न जाने ठाउँ खोज्नु भएको छ भने चाहिँ यहाँ चाहिँ घुम्नमा चाहिँ आउँदा पनि हुन्छ, बट टाढाबाट आउँदै हुनुहुन्छ, ट्राभल गर्नुभएछ भने चाहिँ यहाँ आएर बस्दा पनि हुन्छ। स्टंट गाइज, स्टंट खतरों का खिलाड़ी। यहाँ दरबार लेखे पनि हामी दरबारमा चाहिँ गएनौं, किनकि अलि टाढै पर्दो रहेछ दरबार चाहिँ। खै रक्सी बनाएको जामु त्यहाँ गएर खिच्नु नि हुन्छ। रक्सी बनाएको के त यो चाहिँ रक्सी बनाएको रहेछ यसरी। लोकलै लोकल घर पनि गाउँ बल्लै हो के। अब म हजुरहरूलाई खतरनाक सीन देखाउँदैछु। हेर्नु यहाँ के हो यत्रो। यहाँ हेर्नुहोस्, यो चरा हो गाइस। यहाँ जाने हामी, यहाँ चाहिँ छेक्के छ। ओ माय गॉड, कति मजा। यस्तो खतरनाक सिनारियो चाहिँ क्याप रहेछ लास्टमा गएर। मलाई उल्लु बनायो, मैले चस्मा लगाएको छैन, मैले देखेको छैन।
ल हेर्नु त यहाँ यो भगवान् चस्मा लाउने म त्यस्तो भने चाहिँ उहाँ महानुभावहरू मैले साँच्चीकै देखेको थिइनँ के भगवान् पङ्गु बनायो मलाई टाढाबाट त हेर्दाखेरि नि ठ्याक्कै देखेको थियो कि यत्रो छ मम्मी पानी पर्छ भनेको धन्न परेन है लकी वी यस्तो देखिँदा नदेखिँदो रहेछ नि त पुरै बट नाइस त्यस्तो धेरै हिँड्न नखोज्ने तर नेचरमा रमाउने मान्छेहरूको लागि चाहिँ दिस क्यान बी वान अफ द बेस्ट प्लेस है हो त्यहाँनिर गुड गुड भेरी गुड ल ओरिया त खिच त म त हालिदिन्छु क्या बाघलाई साथी गराइदिएको रे हे भगवान् फाइनली आयौँ हामी कहाँ आयौँ भन्दाखेरि हामी मन्दिरमा आयौँ वाउ आफै हुन भन्दा मैले गर्दिन्छु चन्द्र सूर्य जङ्गी निशान हाम्रो जुधो रगत चलियो बल्दो यो सान हाम्रो यसो समिँदा पनि हामी यतैबाट आएको त हो नि भोक लाग्यो भोक पूर्व उत्तर भोक लागिरहेको छ अनि हामी यस्तो खाइरहेछौँ ब्लगर चाहिँ भन्नुहोस् त त्यो खोल्न पाइ कि नपाइ पाइ किन नपाइ अलिअलि डढेको रहेछ यो लेज अनि मैले यसलाई फालेर अनि यसरी खायो नजरहरू लिस्यो मेरो भिडियो बिगार्ने मान्छेहरू उहाँहरू नै हो हेर्नुहोस् गाइस संसार हाम्रो हेर नराम्रो संसार हाम्रो हेर नराम्रो फेरि दिने तुम धेरै यो पल हो मेरो तुम धेरै यो पल हो मेरो हामी अर्कै बाटो हिँडिरहेछौँ अहिले अर्कै बाटो आएको थियौँ लेट्स गो यहाँ बसेर खाजा कट 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 म चाहिँ यस्तो काम पनि गरेँ यो अब यसको लास्ट स्टेज आएको थियो अब सक्यो हामी चाहिँ फर्क्यौँ गाडी भएको ठाउँमा आयौँ गाडी चाहिँ त्यहाँ छ अब हामी गाडीमा चढेर घर जान्छौँ थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई अरू बेला हुन्छ यिनीहरूलाई मन्दिर डाँडा जान्दिनँ मन्दिर जान्दिनँ यो ताङतेङ जाने बाटो यस